खै त फेरि बन्द भयो आइरहेको छ जमिन त यस्तो अवस्था छ ल हेर्नु चाहिँ यहाँ लोड गर्न लाउनु भयो ल हेर्नुहोस् यहाँ रातोरात यस्तो अवस्था छ यहाँको अहिलेको सरकारले चाहिँ मानवताको एउटा अधिकार पनि नराखिकन यसरी रातोरात भाग्ने अवस्था बनाउनु भएको छ जहाँसम्म लाग्छ यो पहिला उचित छानबिन गरी वास्तविक सुकुम्बासी र कुम्बासीको पहिचान गरी गर्नुपर्ने निर्णय हो गर्नुपर्ने काम हो तर यो चाहिँ कुनै पनि पहिचान नगरी एक्कासी आएर यसो गर्दा वास्तविक सुकुम्बासीहरू कहाँ जाने के गर्ने के खाने सबै व्यवस्था छ अहिले एकदम नाजुक अवस्था छ अहिले यो रातको अवस्थामा यसरी सामान त्याग गरेर हिँड्न परेको छ ल हेर्नुहोस् अहिले बालिनजी त मजाले सुतिरहनु भयो होला तर हेर्नुहोस् अहिलेको यो मनोरा बस्तीको अवस्था अहिले चाहिँ रातको लगभग कति बजे अहिले लगभग 10:30 हुन लागिसक्यो तपाईँको राति नखानु नपिउनु छ ल हेर्नुहोस् यस्तो अवस्था छ सामान प्याक गरेर रातोरात खान पिउन बस्न केही ठेगान छैन मानिसहरू सबै चौरीमा सुतिरहनु भएको हेर्नुहोस् त कति बिजोग छ मान्छेहरूको यस्तो बिजोग भएको छ यो एउटा मानिस भएर बाँच्ने अधिकार पनि हुनु भएको छ अहिले चाहिँ रातको 10:30 बजेको छ आज 2083 वैशाख 12 गते हो अहिले चाहिँ मैले यो मनोरा बस्तीको भिडियो लिएर आइरहेको छु यो गाडीहरू चाहिँ सबै अब सामान चाहिँ लिएर चाहिँ जानुको लागि तम तयार भएर बस्नु भएको छ हेर्नुहोस् यी खाने तरकारीहरू यसरी फाल्दै हिँड्नु परेको छ पकाउने ठेगान छैन खाने ठेगान छैन ए जेमाको त सब ए ल हेर्नुहोस् यहाँ एउटा किराना पसल थियो कति खेर गएर त यहाँ नि आएछ भत्काउन आएको छैन नि निकालेर लगेको होला नि त सामान छिटो उयो हुन्छ भनेर उयो हेर्नु न कति सामान छ ल हेर्नुहोस् यस्तो गरी सामानहरू सबै छोडेर हिँड्नु परेको छ मानिसहरूको कति बिजोग भइरहेछ पहिला छानबिन गरेर उचित व्यवस्थापन गरेर चाहिँ हटाउन पर्ने हो तर केही व्यवस्थापन नगरिकन एक्कासी यसरी मानिसहरूलाई हटाउँदाखेरि चाहिँ आइपर्ने आपद विपदको जिम्मा कसले लिने लाइभमा आएन मान्छे थिएँ मैले भिडियो बनाएको क्या ल हेर्नुहोस् अब ल हेर्नुहोस्
अब यस्तो घरहरू पनि सबै भत्किन पर्ने अवस्था भयो। अब यसरी सामान लिएर हिँड्नु परेछ। कति बिजोग भएको छ मानिसको। उता मानिस भएर बाँच्ने अधिकार पनि हनन भएछ यहाँ। पुरै जाम छ उता त। हेर्नुहोस् यो कुकुरको शुद्ध बिजोग हुने भइसक्यो। यहाँ कहाँ गएर बस्ने होला अब। आइज है जाम मेरो घरतिर आइज। तल यहाँ बस्तीमा बस्दैन नि, हिँड मेरो घरमा हिँड हिँड। ओइ भाइ आइज, त पनि आइज मेरो घरमा आइज। बालिनले लहटिहाल्यो आइज। बालिनले तिमीहरूलाई पनि लहटिहाल्यो आइज। आइज भाइ आइज, त नि आइज न त। रातोरात यसरी भाग्नुपर्ने अवस्था भएको छ। अब वास्तविक सुकुम्बासीको पहिचान गरेर उचित व्यवस्थापन गरिदिएदेखि यो सरकारलाई एकदम हृदयदेखि नै सलोट हुन्थ्यो। यहाँ वास्तविक सुकुम्बासीहरू नि छन्।